शिट, यो अलार्म पनि चाहिने बेला कहिले बज्दैन। ओहो अङ्कल, अरू बेला बोरा एउटा जस्तो लुगा लाएर हिँड्ने मान्छे आज यति ह्यान्डसम भएर यति छिटो रेडी भएर कहाँ हिँडेको? भनेपछि तपाईँले पनि केटी पटाएर डेटिङ गर्नु लागेको हो? मलाई तसँग डिस्कस गरेर मेरो आज दिन बिगान छैन। आजको दिन जसरी मलाई लक्की हुनु छ। ओहो, पहिला भेटमै लक्की हुनु पर्यो। त्यही माथि भनेको पनि कसले? जसले होटलमा लेग पिस खान खोज्दा पनि कुखुरा बनाएर आउँछ त्यो मान्छे पहिला भेटमै लक्की हुनु पर्ने? सानो मान्छे धेरै ठुलो कुरा नरे। लक भनेको आफ्नै हातको कुरो हो। मेहनत र कोसिस गर्यो भने लक आफ्नै इसारामा नाच्छ। इसारामै रहेछ। अलि मेहनत कमाउने अङ्कल। ल बिहान बिहान झगडा सुरु। अनि बाबु बिहान बिहानै रेडी भएर ताडै? उमै पुगेको देवर यति अल्छी हुँदा फेरि पनि यति छिटो उठ्ने कारण के होला त मोमु? कोही कोहीलाई भेट्न त होला नि। ल मामु, हजुरलाई पनि फाइदा छ। हुनेवाला आन्टीले यति छिटो बोलाउनु भएको छ, यसको मतलब आन्टी जागरिलो हुनुहुन्छ। तपाईँलाई बिहानदेखि नै काम सघाउन मद्दत गर्नुहुन्छ। ओइ लबरेका आइन्स्टाइन, होइन तँलाई यस्तो सानो भएर यस्तो कुरा कसले सिकाउँछ? कसले सिकाउनु नि? सानो छँदा दाजुभाइ मिलेर फुर्कायो, अहिले रिसाएर हुन्छ? अनि बाबु साँच्चै डेटिङ जान लाग्नु भएको? हामी भने तपाईँको लागि केटी हेर्न जान लागेको, तपाईँ चाहिँ डेटिङ जान लागेको? पहिले भन्नु पर्दैन हामीलाई? तपाईँ पनि यस्तो सानो बच्चाको कुरा सुनेर हुन्छ? मान्छेको आज इन्टरभ्यू छ, झन् राम्रो साइड पारेर जाउँला भनेको यहीँ ल्याङ सुरु भयो। 9 बजी पुग्नु पर्ने इन्टरभ्यूमा अहिले लग लाग्यो। चिन्ता नगर्नुहोस् न बाबु, मान्छेको भाग्य उसको पार्टनरसँग जोडेको हुन्छ। तपाईँको भाग्य पक्कै उहीसँग छ। हेर्दै गर्नु बाबु, ऊ जति भाग्यमानी होली त्यो भन्दा धेरै राम्री हुनेछ। ऊ भेट्ने बित्तिकै सारा अलग तपाईँलाई एकैचोटि लाग्नेछ। भाउजू म मक्खै परेँ। आफूलाई इन्टरभ्यू जान ढिलो भइसक्यो, तपाईँहरूको गफ सुनेर बस्छु। हामी त फुलै फुलेर बरु के गर्ने होला अब? ए आइपुग्यौ, झन् क्लासबाट छिटे आऊ भनेको। आज फेरि केटा हेर्न आउँदैछ नि श्रेयालाई, थाहा छ नि? थाहा छ, त्यही भएर चाँडो आएको। भनौँ न के गर्नु पर्यो? तिमीले केही गर्नु पर्दैन, त्यो सब म गर्छु। तिमी बस श्रेयालाई रेडी गर। थाहा छ नि त्यसको बानी, यसबाट केही गडबड हुनु भएन। हुन्छ हुन्छ, तपाईँ टेन्सन नलिनु, श्रेयालाई म सम्हालिहाल्छु। तपाईँ चाहिँ कति मोबाइल मात्रै चलाउनु भयो? तपाईँलाई छोरीको केही चिन्ता छैन? तेरो छोरी चिन्ता लिने खालको बापु, चिन्ता दिने खालको छ। त्यसको बानी व्यवहार थाहा पायो भने कसले बिगार्छ? अब बानी बेहोरा बिग्रियो भनेर यत्तिकै बस्नु कसरी हुन्छ? कुरा सल्टाउनु पर्यो। जति समय बित्दै गयो त्यति गाह्रो हुन्छ। त्यही भएर यो केटा जसरी पनि फुत्काउनुहुन्न। तिमी योपालि किन यसरी आत्तिएकी हँ? त्यस्तो आत्तिरहनु पर्ने कारणै छैन।
किन आत्तिएकी त मलाई मात्र थाहा छ। अब पनि केही महिना ढिलो भयो भने सारा आफन्तहरूका अगाडि नाक देखाउन लागेको हुने छैनौ। त्यही भएर यसपालिको सम्बन्ध कुनै पनि हालतमा फुत्किन दिनुहुन्न। श्रेया के हो त अझै रेडी भएको छैनस्? यतिकै जान्छस् केटाहरूको अगाडि? त मलाई फेरि ल्याङ्गन आइस्। मैले तँलाई कतिचोटि भने मलाई एरेन्ज म्यारेजमा विश्वास छैन भनेर। यो जेनेरेसनमा पनि आफूले नदेखेको केटासँग कसले बिहे गर्छ? तँलाई थाहा छ त अहिलेको सिचुएसन। अहिले पनि घरकाले खोजेको केटासँग बिहे नगरे अरू के उपाय छ? एउटा ग्ल्यामर भिडियो र इन्स्टामा केटाहरूको रिप्लाई गऱ्यो भने त्यस्ता केटाहरू जति पनि पाउँछु। अनि त्यस्ता केटाहरूले तँलाई माया गर्ला, जीवनभर साथ देला त? यो जेनजी र अल्फाको जेनेरेसनमा तैँले 90s को मायालाई सम्झेर हुन्छ? अहिलेको केटाहरू तेरो फिगर र ग्ल्यामरमा फिदा हुन्छन्। केटी मान्छेले पिआरवाला सेटलवाला केटा पाएपछि त्यसलाई अरू के नै चाहिन्छ र? तँलाई बिना जागिर पैसा सेटल नभएको केटा आएर आई लभ यु भन्यो भने त त्यहीसँग गएर बिहे गर्छिस्? यदि साँच्चै माया गर्छ भने गर्छु पनि। यदि मलाई साथ दिन्छ भने पैसा कमाउने क्षमता त मैसँग छ। अनि तँलाई बाआमाले हुँदै नहुने केटा त खोजेको होइन होला नि त। एकचोटि भेट्न, त्यो अनलाइनको फटाहरूभन्दा यो राम्रो छ कि के प्रब्लम हुन्छ त भेट्नमा? ल तैँले भनिहालिस्, मैले माने भेटिदिन्छु एकचोटि त्यो केटालाई। तर पहिला जस्तो उटपटाङ केही नगरे। लास्ट टाइमको केटालाई के गरेको थिइस्? चिच्चाउँदै भागिरहेको थियो। त्यो केटा त कोही केटी हेर्न जाने आँट पनि गर्न सकेको छैन अरे। त्यस्तै हो, जो पाइतै आएपछि यो श्रेयालाई पाउन त भाग्य लिएर आउनुपर्छ। ल हेर्दै जा। आज तँलाई हेर्न आएको केटा पक्कै भाग्यवानी छ। छैन, जब भ्याकेन्सी भएको 3 महिना अगाडि हो। तिमी अहिले आउँदैछौ? अनि मैले त टिकटकमा हिजो भर्खर तपाईँहरूको एड देखाएको थिएँ त। फेसबुक टिकटकमा त पहिलादेखिको रिल देखाउँछ, तिमीलाई थाहा छैन? एकचोटि डेट कहिले राखेर चाहिँ हेरेर आउनु पर्दैन? ल यति दुःख गरेर आएको रहेछौ, तिम्रो सिभी चाहिँ छोडिराख। केही दिनमा धेरै भ्याकेन्सी खोल्दैछ, भाग्यमा लेखाएर छ नि त्यो चाहिँ पाउलौ। हस्। ए बाबु नै आइपुग्छ, सम्झ होइन आउनु पर्छ नि, कता जाऊँ म? त पनि यही रहेछस्। कहाँ हुनु नि, तेरो लागि एउटा केटी हेर्न जानु लागेको। छिटो रेडी भइहाल, तँलाई सहज होस् भनेर तेरो साथी पनि ल्याइदिएछ। होइन तपाईँहरूले चाहिँ कति केटी हेर्नुपर्ने के दाइ? अनि तपाईँले बिहे गरेर पुगेको छैन, मेरो पछि लाग्नुपर्ने? त एक्लै खुसी भएर हिँडेको मैले देख्नै सकिनँ कि। दाइले भएको पीडा त भाइले नि भोग्नु पऱ्यो नि। राम्रो सायदमा हिँड्न लागेको बेला जहिले जिस्किराख्ने। हेर्नु बाबु, घरबाट बुवा आमाले एउटा केटी पनि हेर्न सक्दैन भनेर डायलग मार्नुहुन्छ कि बुवा आमालाई सम्झाउनु कि मसँग खुर्कै हिँड्नु त? त्यही भनेको छिटो जाउँ न। आज अङ्कललाई केटी हेर्न जाने भनेपछि मैले केही खाएको छैन। अनि तैँले चाहिँ किन नखाएको? केटी हेर्ने ठाउँमा लड्डु र मिठाई होला नि, त्यसको लागि पेट खाइराख्नु पर्दैन त? तपाईँ त लाज र डरले यसो पनि केही खानुहुन्न? त्यही त भनेको, तँलाई त एक कप चिया खुवाउन पनि दाँतबाट पसिना झर्छ। अब तेरो कारणले गर्दा 2-4 जनाको पेट त भरिन्छ। ए सबैको आफ्नै स्वार्थ छ है। होइन काम न काज बिहे गरेर मात्र हुन्छ त? हेर्नु बाबु, तपाईँको उमेर पनि गइसक्यो। पैसा सम्पत्ति त बेपछि पनि कमाइन्छ। धेरै जसो छोरा मान्छेको भाग्य बेपछि पनि खुल्छ। तिम्रो ढिला गर्नु हुँदैन। जाऊ। अङ्कल यहाँ पनि आजको टुटी फुटी इङ्ग्लिस युज गरेर बेइज्जत गर्ने होइन नि त्यहाँ।
सरी तपाईँ बिचमा कहाँबाट आउनुभयो मैले देख्दै देखिनँ। होइन यतिको 6 फुट भएको लक्का जमानलाई पनि देखिएन? तपाईँ 6 फिटको हुनुहुन्छ? होइन हाइटको कुरा गर्ने बित्तिकै आजकलको केटीहरूलाई के हुन्छ? म्याडमजी शब्दको गहिराई बुझ्नुहोस्, लम्बाइ होइन। यता हेर्नुहोस् त के भयो मेरो साथीलाई। तपाईँ हिँड्नुहोस् म हस्पिटल चेक गराउँछु। ओइ खासी भएको त केही छैन। अनि हस्पिटल गएर के देखाएन भने के भन्ने? हिँड्नुहोस् न म लान्छु हजुरलाई स्कुटरमा। अब के हुनु नि, खुट्टामा लागेको चोट दिमागमा परे जस्तो मेरो साथीलाई। तर होस् तपाईँले पनि जानजानी गर्नुभएको होइन? तपाईँ मनको पक्कै राम्रो हुन्छ। यतिसम्म त म पनि मान्छे चिन्छु। हजुर कता जान लाग्नु भयो म पुऱ्याइदिन्छु नि। होइन पर्दैन, तपाईँ जाने यता हामी जाने यता। बरु हजुरको व्हाट्सएप नम्बर दिनु न। हजुर अहिले केही काम पर्यो भने फोन गर्नु काम लाग्छ। हुन्छ। ओइ अनि त किन नगएको त्योसँग स्कुटरमा? त्यसको स्कुटर नचढ्दाखेरि त झन्डै खुट्टा भाँचिन। स्कुटर चढेर के जाङ्गो माया छैन मलाई? अब नम्बर पाइहालेछ। छाड्दै छाड्दै। हेलो हेलो को बोल्नु भएको? त्यही जसको बोकर तिमीले खुट्टा भाँच्यो। ओ सरी 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 कस्तो छ हजुरलाई अहिले? मेडिकल जानुभयो? डक्टरले त सिरियस छ, अपरेसन गर्नुपर्छ भन्दै थियो। हो र? होइन जिस्केको। त्यस्तो खासै के भएको छैन, सायद 1-2 दिनमा पक्कै ठिक हुन्छ। ए अनि साँच्ची तपाईँलाई चाहिँ कस्तो छ? एक्सिडेन्ट त तपाईँको नि भएको, मैले तपाईँको चाहिँ सोध्नु बिर्सेछु। मलाई त्यस्तो केही भएको छैन, हातमा अलिकति चोट लागेछ मात्र। ए मुभ लाउनुहोस् न, ठिक भइहाल्छ नि। अनि हजुरलाई बेला बेला मेसेज गर्न सक्छु? हजुर मेरो मतलब 2-4 दिनमा खुट्टा दुख्छ होला, अब मेसेजहरू कल गर्दा यसो भुलिन्छ कि भनेर। अरू बोल्ने साथी कोही छैन? हस् यस्तो कहिल्यै नभएको यो भावना तिमी देख्दा किन लाग्छ यस्तो यो मनमा? हरेक पल हरेक सासमा तिमी अब दुनिया भरिको सुन्दरता नै तिमी। तिम्रो आवाज सुन्दा मेरो मन लाग्छ तिम्रा ईश्वर मात्र सुनु जीवन। यो कस्तो माया बुझ्न नै सकिन, आफ्नै छायाले नि खोज्छ तिमीलाई रोक्न नै चाहिन। यो कस्तो माया हो, यो कस्तो बन्धन जसले गर्दा एउटै सासमा धड्कियो हाम्रो धड्कन। थाहा छैन के हुन्छ भोलि, तर तिमीसँगको यो माया अब हुन सक्दैन अरूसँग कोही। तिम्रो हाँसोमा छ मेरो सुख, तिम्रो आँखामा छ मेरो संसार। यो भावना यति गहिरो छ समुद्र भन्दा पनि अपार। साले आजकल केटी पट्याएपछि आफ्नै साथीलाई बिर्सिस होइन?
तेरो यस्तो थोब्राले त्यति राम्रो केटी चाहिँ कसरी पटेस् भन्ने मलाई विश्वासै लागेको छैन यार। तर म यो सोच्दैछु, तैँले त त्यति राम्रो केटी पाइस् भने मैले त झन् कति राम्रो पाउँछु होला। साला तैँले भन्नु खोजे के हँ? म यति नराम्रो छु? मैले चाहेको भए आजभन्दा पहिला नै कति केटी पठाउन सक्थेँ। त्यो त रचना मेरो लागि लक्की भएर मात्रै हो, नत्र त्यो त्यति नै राम्रो छैन। ल अब लकै लाग्छ भने अलिकति भाउ दिइदिनु भनेर मात्रै हो कि। अलि बढी बोलिस् के भाइ? कहिले काहीँ साँचो पनि बोल्ने गर है। तेरो पछाडिबाट भगवान्ले सुनेको पनि हुनसक्छ। सुने के गर्नु त? अब भगवान्ले नै मेरो लक उसँग पठाएपछि मैले के गर्नु? सधैँ लकको मात्रै कुरा गरिस् भने तेरो अगाडि र पछाडि भएको भगवान् पनि रिसाउने गर्छन् के। अलि मायाको कुरा पनि गर्नु। अब मायाको कुरा गर्दा चाहिँ तेरो अगाडि र पछाडिको पहिले भन्नुपर्छ नत्र पहाड छ भनेर। तँलाई 10 चोटिसम्म पछाडि पछाडि भनेर इसारा गरेको त। तँलाई गफ हान्न पाएपछि हाम्रो इसारा कहाँ बुझ्छ त? जो चोर त्यसकै ठुलो चोर नि। सरी मेरो त्यस्तो मतलब थिएन कि। भयो, मैले बुझिसकेँ। तिमीले लकको लागि मात्र मसँग माया गर्यौ है। भोलि मसँग हुँदा लक नलाग्ला अनि के गर्छौ? पर्सि अरूसँग भेट्दा लक लाग्ला अनि उसकै पछि लाग्छौ। तिमी जिन्दगीमा बिजनेस गर्नु, माया होइन। र अर्को कुरा, मेहनत र कोसिस गर्यो भने लक आफ्नो हातमा हुन्छ। मम्मी कस्तो खालको घर हो कि लड्डु बेला पनि राखेको छैन। छिटो केटी बोलाएर गइहाल्नु न, जागे पनि अङ्कलाई त रिजल्टै गर्ने हो। घर त निकै राम्रो सजाउनु भएछ, पक्कै छोरीले होला नि। अनि छोरी खोइ त? छोरी चिसो ल्याउँदैछ। श्रेया, केटाहरू होइसके त अझै रेडी भएको छैनस्? पहिला जस्तो नगर्नु है। लग जामा आउँछु चाँडो ल। वा त यत्तिकै आउनुभयो त, चिसो कसले ल्याउँदैछ? होइन, ऊ त मेरो बहिनीको छोरी रचना हो। श्रेया आउँदैछ। तेरो त लटरी लागेको छ कि क्या हो? बहिनी एक्स दिदी फ्युचर। अब दिदी लाँदा बहिनी फ्रीमा पाउने भइस। भइस फ्रीमा त्यत्रो डाइले खानेर छोड्यो केटीले, त्यसको दिदी लानु दिएला। त्यही भएर त्यसको दिदीलाई भित्र भड्काउने गयो कि ओली। के खान्छ बरु खाइहाल। यसै पनि अझसम्म मेरो खाने कुरा मिलाएको थियो र जहाँ गएर खाने फर्किन्थ्यो अनि। अनि बाबुको आमा बुवा चाहिँ? आमा बुवाहरू गाउँमा बस्नुहुन्छ। यता कुरा पक्का पक्की भएपछि उहाँहरू पछि आउनुहुन्छ। अब कुरा पक्का भइहाल्यो नि, छोड्दै केटा, दुःख नहुन्। तैपनि यसको दिदी कति हो र डल्ली नराम्रो सुन्ने देख्दै।
के हो केटा दिदी त झन् पो राम्रो छ त तेरो एक्सले केही भनेको छैन क्या हो अब भने तेरो कुरा मिल्छ है केटा ल हामी छोरी यही हो हजुरहरूलाई कस्तो लाग्यो हेर्दै सर्वगुण सम्पन्न म त एकै नजरमा मान्छे चिन्छु नि यतिको राम्री यतिको संस्कारी आजभोलिको जमानामा कहाँ पाइन्छ र बरु छोरीको पो मन्जुर छ कि छैन मन्जुर छु यस्तो कहिल्यै नभएको यो भावना तपाईँ हिँड्नुहोस् म तपाईँलाई हस्पिटल लगेर म्याडमजी कुराको के अरे शब्द अनि बाबु एका बिहानै टाढै ल भयो 9 बजे पुग्नु पर्यो चाहिँ 8:30 डायलगै बिर्सेँ सरी ल के हो त अझै रेडी भएको छैनस् यति खोजेर चाहिँ कहाँ छ तँलाई थाहा छ नि अहिले